कोलपुर नगरपालिका वडा नम्बर 2 भीमसेन मन्दिरको प्राङ्गणमा यो हामीले हलको आज शिलान्यास गऱ्यौँ। यसको लागि यस समितिका सबैजना साथीहरूले हामीलाई गत वर्षदेखि नै हामीले एउटा यो मन्दिरमा आउने भक्तजनहरूको लागि एउटा विभिन्न कार्यक्रमहरू पनि गर्नुपर्छ र विभिन्न चाडपर्वहरूमा पनि हाम्रो विभिन्न कार्यक्रम हुनुभएको कारणले एउटा हलको आवश्यकता छ भनेर हामीले अनुरोध गर्नुभएको थियो र हामीले आर्थिक वर्ष 81-82बाट उहाँहरूको लागि यस हल निर्माणको लागि भनेर 7 लाख रुपियाँ अत्यन्त न्यून बजेट हामीले विनियोजन गरेका थियौँ र उहाँहरूले चाहिँ यो बजेटबाट शिलान्यास गरेर हवाई ढलान गर्ने कार्यक्रमको आज शिलान्यास कार्य भएको छ। यसले छिटोभन्दा छिटो पूर्णता पाओस्, म शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो नाम रामप्रसाद श्रेष्ठ, यस मन्दिर भीमसेन मन्दिरको उपाध्यक्ष। जस्तै आज शिलान्यास पनि भएको छ हैन, कसरी लिनु भएको छ, कस्तो लागिरहेको छ? यो मन्दिर हाम्रो 2052 सालदेखि स्थापना भएको मन्दिर हो र यो पहिलोचोटि हामीले चाहिँ यो नगरपालिका तर वडा स्तरीयबाट चाहिँ बजेट यो हलको लागि चाहिँ हामीले चाहिँ पहिलोचोटि यो चाहिँ नगरपालिकाबाट चाहिँ यो आर्थिक सहयोग भएर आज उपमेयरको हातबाट चाहिँ जुन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ, यसमा हामी धेरै नै खुसी र हर्ष छौँ र साथै हामी नगरपालिका वडालाई चाहिँ धन्यवाद दिन चाहन्छौँ। जस्तै यो मन्दिरको विशेषता के हो हैन, यहाँ के पूजापाठहरू हुने गर्छ, के छ यसको बारेमा? मन्दिर भनेको सबैलाई नै हुन्छ, तर विशेष यो एउटा चाहिँ हाम्रो भीमसेन मन्दिर भन्ने छ। यहाँ एउटा चाहिँ नेवारहरूको समाजबाट चाहिँ स्थापना भएको छ, नेवार गुटी भन्ने छ। हामी यहाँ लगभग 70-72 घर आबद्ध भएर यसलाई चाहिँ पहिला हामी चाहिँ अब विशुद्ध आफ्नै उसको आफ्नै यो नेवार समुदायको उसबाट सञ्चालन गरेर यसको आफ्नै खर्च गरेर आफ्नै तरिकाले चाहिँ त्यसरी नै यो मन्दिरलाई सञ्चालन गर्दै आइरहेको छ। यो जस्तै करिब 7 लाखको बन्दैछ, यसलाई कहिलेसम्म निर्माण गरिसक्यो? यो हामीले चाहिँ जेठसम्म भ्याउने योजना छ। हजुरहरूले आफै नै निर्माण गर्नुहुन्छ? ए हस्, धन्यवाद।